विश्वमा एउटा यस्तो पहाड छ जुन सगरमाथा भन्दा धेरै होचो छ, तर आजसम्म कसैले पनि त्यसको चुचुरोमा पाइला टेक्न सकेको छैन। त्यो हो कैलाश पर्वत। आखिर के छ त यस्तो रहस्य जसले मानिसलाई त्यहाँ पुग्नबाट रोकेको छ? यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। के कैलाश पर्वत आरोहण गर्न नसकिने हो, मतलब फिजिकली इम्पोसिबल, वा आरोहण नगरिएको हो, मतलब अ चोइस? हेर्दा उस्तै लाग्ने यी दुई शब्दहरू बीचको फरक बुझ्नु नै कैलाश पर्वतको पूरै कथाको चाबी हो। आउनुहोस् यही रहस्यको पत्र खोल्दै जाउँ। ल, सुरु गरौँ यसको भौतिक विशेषताबाटै, किनकि यसको रहस्य बुझ्न पहिले त यो पहाड कस्तो छ, कहाँ छ त्यो जान्नु पर्यो नि, होइन र? के कुराले यसलाई यति खास बनाउँछ त? अब हेर्नुहोस्, यो चीनको तिब्बतमा पर्छ। उचाइ जम्मा 6,638 मिटर। मतलब सगरमाथाभन्दा त 2,200 मिटरभन्दा पनि होचो। त्यसो भए उचाइ त खासै ठूलो कुरा भएन। तर यसको भूगोल एकदमै रोचक छ। सिन्धु, ब्रह्मपुत्र, सतलज, कर्णाली जस्ता एसियाका 4 ठूला नदीहरू यहीँबाट निस्किन्छन्। अनि यसको आकार हेर्नुस् त, कस्तो अचम्मको, लगभग एक पर्फेक्ट पिरामिड जस्तो हो। यही भूगोल र आकारले यसको कथालाई विशेष बनाउँछ। भौतिक कुरा त भयो, तर कैलाशको सबैभन्दा ठूलो र गहिरो रहस्य त्यो यसको चट्टान वा हिउँमा होइन, त्यो त करोडौं मानिसको आस्थामा लुकेको छ। यो एउटा यस्तो ठाउँ हो जसलाई एउटा होइन, दुईटा होइन, 4-4वटा ठूला धर्मले आफ्नो सबैभन्दा पवित्र स्थल मान्छन्। यो साँच्चै नै अनौठो कुरा हो। हिन्दू धर्म मान्नेहरूका लागि यो भगवान शिवको घर हो, जहाँ उहाँ ध्यानमा लीन हुनुहुन्छ। बौद्ध धर्मावलम्बीहरूका लागि यो बुद्ध डेमचोकको निवास हो। जैनहरूका लागि यो त्यो ठाउँ हो जहाँ उनीहरूका पहिला तीर्थङ्करले परम मुक्ति पाएका थिए। अनि तिब्बतको पुरानो बोन धर्मका लागि त यो सिङ्गो तिब्बतकै आत्मा हो। कथा फरक भए पनि सन्देश एउटै छ, र त्यो एकदमै स्पष्ट छ। यस पवित्र शिखरमाथि चढ्नु भनेको ईश्वरको ध्यान भङ्ग गर्नु हो, एउटा गम्भीर अपराध हो। अब आस्थाको कुरा त भयो, तर कुरा यतिमा मात्र सीमित छैन। धर्मसँगै मानिसले बनाएको कानून र एउटा विश्वव्यापी नैतिक समझदारीले पनि कैलाशलाई सुरक्षित राखेको छ। कुरा एकदमै सिधा छ। कैलाश पर्वत चढ्नु गैर कानूनी हो। सन् 2001मा संसारभरबाट आएको आवाज र सम्मानको कदर गर्दै चिनिया सरकारले कैलाशमाथि गरिने सबै प्रकारका आरोहणमाथि आधिकारिक रूपमै प्रतिबन्ध लगाइदियो। यो अडानलाई विश्वकै एक महान पर्वतारोही रेनहोल्ड मेस्नरको यो भनाइले अझै बलियो बनाउँछ। उहाँले भन्नुभएको थियो, यदि हामीले यो हिमाल जित्यौं भने हामीले मानिसहरूको आत्मामा रहेको केही कुरा जित्नेछौं। यो एउटा शक्तिशाली सन्देश हो, होइन त? यसले के भन्छ भने केही ठाउँहरू विजय गर्नका लागि होइनन्, बरु सम्मान गर्नका लागि हुन्। अब जहाँ यति धेरै रहस्य र आस्था छ, त्यहाँ अनेकौं कथाहरू र मिथकहरू जन्मिनु पनि स्वाभाविकै हो। इन्टरनेट त यस्ता कुराले भरिएको छ। त्यसो भए अब पालो आएको छ केही चर्चित मिथकहरूको वास्तविकता के हो भनेर केलाउने। तथ्य के हो र कल्पना के हो छुट्याएर हेरौँ है त। ल, सबैभन्दा पहिले यो चर्चित प्रश्न हेरौँ। के कैलाश पर्वतमा साँच्चै समय छिटो चल्छ? कथा कस्तो छ भने कैलाशको नजिक जाने तीर्थयात्रीहरू वा आगन्तुकहरूको उमेर एकदमै छिटो बढ्छ रे। कपाल र नङहरू एकै दिनमा हप्तौं बढे जति बढ्छन् रे। यो कथाले कैलाशमा कुनै अलौकिक शक्ति छ भन्ने संकेत गर्छ। तर वास्तविकता के हो त? वास्तविकता यो हो कि आजसम्म कुनै पनि वैज्ञानिक अध्ययनले कैलाश पर्वत वा त्यसको वरिपरि समय छिटो चलेको वा त्यस्तो कुनै टाइम डाइलेसन भएको प्रमाण भेट्टाएको छैन। सुन्दा जति नै रोमाञ्चक भए पनि यो दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक आधार छैन। समयको मिथकपछि अब लागौं अर्को ठूलो दाबीतिर। कैलाशको त्यो अचम्मको पिरामिड जस्तो आकार, के त्यो प्राकृतिक हो कि कसैले बनाएको हो? कतै यो मानव निर्मित पिरामिड वा नासाले लुकाएको कुनै गोप्य रहस्य त होइन? यो सिद्धान्त अनुसार कैलाश पर्वत वास्तवमा एउटा पुरानो विशाल पिरामिड हो, जुन सायद कुनै एलियन सभ्यताले बनाएको थियो। कतिले त नासाले समेत यहाँ अनौठो ऊर्जा क्षेत्रहरू पत्ता लगाएको छ भनेर दावी गर्छन्। उनीहरूको तर्क के हो भने यस्तो पर्फेक्ट आकार प्राकृतिक रूपमा बन्नै सक्दैन। तर यहाँ पनि विज्ञानले अर्कै कुरा भन्छ। भूगर्भशास्त्रीहरूका अनुसार कैलाशको यो आकार कुनै रहस्यमय निर्माण होइन, बरु करोडौं वर्षको प्राकृतिक प्रक्रियाको परिणाम हो। यो एक प्राकृतिक भूवैज्ञानिक संरचना हो।
नासाले पनि यस्तो कुनै अनौठो कुरा पुष्टि गरेको छैन। कहिलेकाहीँ प्रकृतिले नै यस्तो अनौठो कलाकृति बनाउँछ जुन कल्पनाभन्दा पनि अचम्मको हुन्छ। ल, मिथकहरूको कुरा त भयो। अब फेरि वास्तविकतामा फर्कौं। यदि चुचुरोमा चढ्न मनाही छ भने मानिसहरू कसरी यो पवित्र ठाउँसँग जोडिन्छन् त? कसरी उनीहरूले यसको आध्यात्मिक ऊर्जाको अनुभव गर्छन्? त्यसको लागि एउटा एकदमै विशेष र स्वीकृत मार्ग छ। त्यो विजयको होइन, भक्तिको मार्ग हो। यसलाई भनिन्छ कैलाश कोरा। यो भनेको कैलाश पर्वतको फेदमा गरिने एउटा 52 किलोमिटर लामो पवित्र परिक्रमा हो। यस्तो विश्वास छ कि यो परिक्रमा पूरा गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्छ। यो यात्रा 3 दिनको हुन्छ र यो शारीरिक रूपमा निकै कठिन छ। पहिलो दिन दार्चेनबाट सुरु भएर कैलाशको उत्तरी मोहडाको शानदार दृश्य हेर्दै दिरापोक गुम्बा पुगिन्छ। दोस्रो दिन सबैभन्दा चुनौतीपूर्ण हुन्छ, जब ड्रोलमा ला पास जस्तो अग्लो र कठिन बन्ज्याङ पार गर्नुपर्छ। र तेस्रो दिन जुतुल्पुक गुम्बा हुँदै दार्चेन फर्केर यो पवित्र परिक्रमा पूरा हुन्छ। यो यात्रा हजारौंको लागि केवल एउटा ट्रेकिङ होइन, एउटा गहिरो आध्यात्मिक अनुभव हो। अघि मैले भनेको थिएँ नि, ड्रोलमा ला पास त्यो यो कोराको सबैभन्दा अग्लो बिन्दु हो। यसको उचाइ छ 5630 मिटर। यो भनेको 18471 फिट हो। यो उचाइमा पुग्दा साँच्चै नै सास फुल्छ, तर आस्थाले मानिसलाई त्यहाँसम्म पुर्याउँछ। ल, हामीले कैलाशको भूगोल हेर्यौं, यससँग जोडिएको आस्थालाई बुझ्यौं, कानून र मिथकहरूलाई पनि केलायौं। अब यी सबै कुराहरूलाई एकै ठाउँमा जोडेर हेर्दा के देखिन्छ त? यसले हामीलाई एउटै निष्कर्षमा पुर्याउँछ, कैलाशको कथा भनेको विजयमाथिको संयमको जित हो। मतलब कैलाश पर्वत मानिसले चढ्न नसकेर होइन, बरु चढ्नु हुँदैन भन्ने एउटा विश्वव्यापी सहमतिले गर्दा आरोहण नगरिएको हो। यो एउटा दुर्लभ उदाहरण हो जहाँ मानवताको विजय गर्ने चाहनामाथि साझा मानवीय मूल्य र सम्मान हावी भएको छ। र अन्तमा यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। के कुनै ठाउँलाई नछुनु, त्यसलाई विजय नगर्ने सहमति गर्नु, त्यो आफैमा चुचुरोमा झण्डा गाड्नुभन्दा ठूलो मानवीय उपलब्धि होइन र? सायद कैलाश पर्वतको नछुइएको शिखर यही प्रश्नको सबैभन्दा सुन्दर र जीवन्त जवाफ हो।